शिक्षामा कमी छन् महिला सबै दबावमा शिक्षामा कमी छन् म 13 वर्षको थिएँ अनि 13 वर्षमा त पार्टीमा लागेँ। तिनीहरूको पार्टी नै नभइदिएको भए त मलाई हाम्रो बुवासम्म त बाँच्नु हुन्थ्यो नि। नेपाली जनताले चाहिँ सेवा सुविधा उपलब्ध गराइपाउँ भन्नका लागि चाहिँ सबै हामी जस्तो युवकहरूले चाहिँ जनसेनामा गएर चाहिँ उनीहरूले भन्थे तिमी एकदमै जेमा पनि एकदम जङ छ, प्र्याक्टिकल छ हैन, एकदम राम्रो छ कि तपाईलाई चाहिँ हामी छोड्दै पनि तपाईँ चाहिँ जानै पर्छ भन्ने। हाम्रो पार्टीको नीतिबारे केही कुरा राख्दै गर्दा मेरो मन मस्तिष्कमा 12-14 वर्ष अगाडि देखेको सपना, जनयुद्धको सपना, जनमुक्ति सेना निर्माण गर्ने सपना, नयाँ नेपाल निर्माण गर्ने सपना नेपाली जनताले चाहिँ सेवा सुविधा उपलब्ध गराइपाउँ भन्नका लागि चाहिँ सबै हामी जस्तो युवकहरूले चाहिँ जनसेनामा गएर चाहिँ लडेको जस्तो लाग्छ मलाई। गाउँमा चाहेको चिजहरू जस्तै यातायात पाएको छैन, यातायातको सुविधा छैन, खानेपानीको सुविधा छैन र स्कुलको राम्रो सञ्चालन र सुविधा छैन। माओवादी आउँथ्यो अगाडि लौ हाम्रो अब घरै पछि 2-3 खाना भन्थ्यो है। अब एक दिन अब हाम्रो घरमा कोही बेला त पिठो हुँदैन, त पिठो छैन आज भन्यो भने फेरि तेरो घरमा भोलि 10 जना ल्याइदिन्छु भन्थ्यो। खाना चाहिँ त पुरै खाएर गएको अनि त्यहाँबाट फेरि माओवादीले खाना दिएन भने तँलाई मार्छु भन्ने। त्यतिखेर उहाँहरू चाहिँ अब स्कुलमा आएर चाहिँ केही माओवादी गएर चाहिँ तिमीहरूले यस्तो कार्यक्रममा लाने भनेर चाहिँ धेरै स्कुलबाट अलि उनीहरूले भनेको थियो भोलि चाहिँ तिमीहरू यहाँ भोलि स्कुलमा भोलि हामी फर्केर पठाइदिन्छौँ र उनीहरूले भनेको अनुसार चाहिँ भएन कि त्यहाँबाट अलि टाढा स्कुलभन्दा धेरै टाढा के त्यहाँबाट टाढा ल्याएपछि हामी अब बाटो पनि बिर्सिँदै गयो नि। फेरि म माओवादीको जनसैन्यमा पस्थेर चाहिँ म 15 वर्षको थिएँ र त्यहाँ गएर मैले धेरै कार्यक्रमहरू जस्तै यो नाच्ने गाउने चिजहरू गरेँ र त्यहाँ गएर मैले चाहिँ करातेहरू पनि सिक्न पाएँ। धेरै नेपालको अवस्था पनि थाहा पाएँ यस्तो रहेछ भन्ने कुरा। नेपालको कस्तो यो विकट ठाउँहरूमा चाहिँ कस्तो अवस्था र काठमाडौँतिरको अवस्था कस्तो छ र गाउँको अवस्था कस्तो छ भनेको बारेमा मैले बुझेँ र त्यो भित्र हुँदै चाहिँ मैले त्यही हो धेरै जस्तो कुनै ठाउँमा अब लडाइँ पर्न सक्ने सम्भावना हुन्थ्यो। त्यतिखेर चाहिँ हामी त्यहाँ लड्न नसक्ने अवस्था थियो र यहाँ चाहिँ यस्तो फायरिङ पनि सिकाउँथ्यो र
यस्तै मलाई चाहिँ अब जुन मेरो आँखा अगाडि चाहिँ यस्तो ढालेको मान्छे देख्दा चाहिँ मलाई एकदमै नराम्रो महसुस भयो किनभने अब पहिला आफूसँगै खेलेको र बोल्ने मान्छे आफ्नै आँखा अगाडि चाहिँ ढाल्दाखेरि चाहिँ मलाई चाहिँ अलिक नरमाइलो लागेर चाहिँ आयो हामीले त सकेसम्म बाबुआमाले मर्नु छ भन्ने त कसैको हुँदैन हुन्छ त बाबुआमाले उसले मर्नु छ भन्नु त हामीले सक्दैन नि अब हामीले भनेकै नमानेर उसको खुसीले हिँड्यो भने हाम्रो के लाग्छ त केही लाग्दैन हामीले एकैचोटि त्यसलाई मर्नु छ ल भन्नु त हामीले सक्दैन नि बाबुआमाले कसैको छोरछोरीलाई तर ऊ आफै हिँड्यो भने त हामीले के लाग्छ त म 13 वर्षको थिएँ अनि 13 वर्षमा त पार्टीमा लागेँ दिदीहरू आउनुभयो जाम भनेर घर नि सबै कम थियो क्या आर्थिक सबै कम थियो अनि त्यही पार्टी हिँड्न रमाइलो लाग्यो अनि त्यसमा सरहरू उहाँहरूले राम्रोहरू बोल्ने अनि त्यस्तो देख्दै आएर अनि बस्नु मन लाग्यो त्यसैमा राम्रो लागेर यहाँ आएर महिला र पुरुषहरू दुइटै एउटै व्यवहार गर्नुपर्छ समानता हुनुपर्छ उनीहरूले राम्रै गर्नुहुन्थ्यो तिमी यस्तै कलाकार बन्नुपर्छ कलाकारमा तिमी राम्रो हुन्छ भाग लिएर भनेर भन्नुहुन्थ्यो काम गर्ने यस्तै चिठीहरू लैजाने यताउति दिदीहरूको साथ हिँड्ने देखेको चाहिँ यस्तो नारायणघाटमा कार्यक्रम भएको थियो अनि कार्यक्रम हुँदाखेरि अनि हामी भित्र पार्टीहरू सब मान्छेहरू थियो कि अनि तर त्यो कार्यक्रम हुँदाखेरि तलहरू थुप्रो के आर्मीहरू आएर घेरा हालेर बस्नुभएको थियो एकदम डर लागेको थियो अनि डराउनु पर्दैन यस्तो केही पनि हुँदैन भनेर भन्नुहुन्थ्यो दिदीले अनि हामी भइहाल्छ हामी छौँ नि भनेर भन्नुहुन्थ्यो भोलिको दिनको अब यो बिहान 4 बजे त्यस्तो हालको समयमा अनि जुन थियो त्यो बेलामा अँठ्याएर यसरी लगे उहाँ उता कोठाबाट अँठ्याएर बुवा सुतिरहनु भएको थियो अनि बुवाले हामीलाई जो चिन्ता नलिनु भन्यो अनि बुवालाई पछि उहाँ लगेर यो बाटोहरूमा अरूले चाहिँ सुनाउँदै थिए पिटेर कुटेर त्यसरी बिजोग पारेर उता लगेको छ भनेर हामीलाई पछि सुनाए दिनमा नयाँ जीवन भन कान्ति गीत गाउँदैछु किनकि अब यही बुवाको सम्झना र यो रात दिन यातना आइरहेको कारणले पनि अब मैले भने अब बुवाले त्यस्तो ज्यान घुमाउनु भयो मैले पनि समाजको लागि के गर्नुपर्छ भन्ने विचारले म एकदम अलिअलि अब बुवाले मर्दा पनि आएर सम्झाउने बुझाउने गर्नु अलिअलि चिनिराखेको थियो होइन अनि उहाँहरूसँगै घरसँग नभएको विद्यार्थीलाई यस्तो गर्नुपर्छ द्वन्द्वको मान्छेलाई यसो गर्नुपर्छ इख लिनुपर्छ सेनाले मार्यो नि त बुवा त्यसले गर्दाखेरि इख लिएर हामी यो पार्टी हिँड्नुपर्छ भन्यो होला होइन जाउँ अब यस्तो गरी जाउँ भनेर त मलाई यहाँ घरमा पनि थिएँ होइन म त्यतिखेर 13 वर्षको थिएँ बुवा खस्दाखेरि ममा चाहिँ के थियो भने होइन तिनीहरूले नै त्यसो गर्छन् तिनीहरूले नै द्वन्द्व पारेर बाध्य भएर मर्न पार्छन् तिनीहरूको पार्टी नै नभइदिएको भए त मलाई हाम्रो बुवासम्म त बाँच्नुहुन्थ्यो नि होइन
long time, Nepal had a very glamorous Shangri-La image about it. Nothing could be wrong in Nepal. It was this. People had an idyllic idea about Nepal and up in the mountains, Himalayas, Mount Everest, Buddhism. The history of Nepal is a violent history. In other words, Nepal is not a place where history unrolls peacefully or slowly. It's a history which is jagged, sharp-edged, and came to a head in certain ways, at least from the perspective of the royal family, on June the 1st, 2001, when the then Crown Prince was, if you believe the story, responsible for killing his father, his mother, the king and queen, brothers and sisters, uncles and aunts, and then suicide. It's a violent nation. The government, the security forces, including the police and the army, have a legacy of extrajudicial killings, extortion, abusing women in the community, gender-based violence. So they have blood on their hands, and that's part of the reason why the Maoists have started their activities. It's the failure of the central government to deliver on its dramatic promises and its inability to become meaningful to the lives of so many rural Nepalis that led to a rather successful and rather dramatic Maoist movement. मलाई लाग्छ एउटा त म आफै एउटा गरिब किसान परिवारबाट आएको र गरिबीको चाहिँ स्थिति सानै बच्चादेखि नै चाहिँ अनुभूत गरेको हुनाले किन नेपाल धेरै वर्षदेखि सामन्ती शासन अन्तर्गत रह्यो भनेर खोज्दै जाँदा कम्युनिस्ट सिद्धान्त नै साम्यवादी विचार नै त्यस्तो एउटा आदर्श विचार हो जुन विचारले चाहिँ निस्वार्थ रूपमा जनताको सेवा गर्ने वर्गको सेवा गर्ने राष्ट्रको सेवा गर्ने हुन्छ भनेर नै मैले साम्यवादी विचार अँगालेको हो. One might be in some instances hard pressed to identify what is it exactly about the Maoists that is Maoists. फरक भन्दा पनि कसरी भन्नु ठीक हुन्छ भने यो साम्यवादी विचार भनेको अथवा कम्युनिस्ट विचार भनेको निरन्तर विकास हुने विचार हो. त्यही ठाउँ स्थिर भएर बस्ने कुनै धर्मशास्त्र जस्तो होइन यो. कारण माओकै भनाइ जस्ताको तस्तै पछ्याएर मात्रै पुग्दैन. I don't think the Chinese have an active role in supporting Nepal's Maoists. In fact, a few times Maoists have moved across the northern border into the Tibetan Autonomous Region of China. At that point, the Chinese have often captured them and treated them quite severely. माओको कुरालाई विकसित गर्नुपर्छ भनेर हामीले हाम्रो पार्टीले आजभन्दा 5-6-7 वर्ष अगाडि नै फेरि हाम्रो आफ्नो पार्टीको मौलिक विचार श्रृङ्खला भनेर जो प्रचण्ड पथ भनेको छ नि त्यो चाहिँ हाम्रो माओवादमा विकास हो, फरक होइन. त्यो माओवादको हिजोको जमानाको स्थिति र अहिलेको स्थितिमा चाहिँ त्यसलाई गरिएको विकास मात्रै हो. त्यो बाटोबाट सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गका जनताका समस्या समाधान गर्दै अगाडि बढ्नु र अन्तिम लक्ष्यतिर पुग्नु नै हाम्रो उद्देश्य हो. So they had a list of 40 demands which they submitted in 1996 to the then Congress Party-led coalition government. And they said if they didn't receive a response and an indication that the government was going to act to implement those demands by a certain date, they would launch a people's war. The government at that time viewed the Maoists as essentially a law and order problem. They didn't take them seriously as a political or an ideological force. So those demands were ignored for all practical purposes, and that then gave the Maoists the opening to launch the People's War. तथापि माओवादीले जनयुद्ध सुरु गरेको चाहिँ मतलब अत्यन्त चाहिँ राम्रो ढंगबाट अगाडि बढेको भनेको उसले चाहिँ मतलब 58 साल भन्दा पछाडी मात्रै हो. 58-59 साल पछाडी कसरी चाहिँ मतलब अगाडि बढ्यो भने जब 59 सालमा राजा ज्ञानेन्द्रले के अरे निर्वाचित सरकारलाई अपदस्थ गरेर चाहिँ मतलब आफ्ना मान्छे सरकारमा ल्याउने काम गरे अनि माओवादीहरूले प्रशस्त मात्रामा बल पाए.
After 9/11, there was an effort to link the Nepali Maoists with the international terror groups, and so this is a part of an international terror ring. The U.S. has had a very kind of a muddled record on the conflict in Nepal. I mean, essentially the U.S. was supplying arms to the Royal Nepal Army must have been until 2005. And I personally found that outrageous and was involved quite early on from 2002 in several attempts through petitions and kind of lobbying in Washington, D.C. to try to get a moratorium on further U.S. aid to the Nepal Army while the conflict was ongoing. None of that worked until 2005 when the king took over. And at that point, everybody kind of sat up and said, wait a minute, this is no longer democratic. Even then, it wasn't automatic, and it took a fair amount of pressure to get a stop to U.S. military aid to Nepal. लगभग 14,000 को दुवैतर्फ चाहिँ मतलब मान्छे मारिएका छन्। अब हैन आतंककारी हो भनेपछि त त्यो कस्तो होला है जंगलमा बस्छ अरे जंगलबाट चाहिँ अब त्यस्तो आर्मीहरु अब त्यस्तो बन्दुक बोक्नेलाई पनि अब त्यस्तोलाई पनि अब जितिदिने रे हैन त्यस्तो कुरा त आउँथ्यो नि हाम्रो साथीमा त्यस्तो कुरा आउँथ्यो कस्तो होला हामी पनि जान पाए त हुन्थ्यो नि त्यस्तो बनाएर त है त्यतिखेर त दण्ड र युद्ध एकदमै चलिरहेको थियो अनि म पनि यसमा जान्छु मैले पनि यिनीहरुलाई कब्जामा ल्याउनु पाए त यिनीहरुलाई सकेसम्म सम्झाउने नमानेमा ठोक्छु भन्ने तेरो चाहिँ लाग्यो वर्ख उदे है आएर थर्काए पनि गाउँमा झ्यापझुलाएर सबलाई त्यस्तो जुन अब मलाई हेपे थियो नि तिनीहरुलाई सबलाई थर्काए पुरा नराम्रो उसमा पुरा तासहरु खेल्ने त्यस्तो आएर पनि च्यात्दिए डढाइदिए एकदम थर्काएर गए एकदम शान्त राखे आफ्नो गाउँलाई मलाई चाहिँ कस्तो लाग्छ एकातिर यो यो नहुँदाखेरि आर्मी मात्र सशस्त्र मात्र नहुँदाखेरि गाउँमा इज्जत चेलीबेटीको इज्जत लुट्ने अनि जय जगत धेरै हुन्थ्यो लुटपाट धेरै हुन्थ्यो भने अहिले चाहिँ अब छैन त्यही भएर चाहिँ मलाई आतंकवादी होइन जस्तो लाग्छ मलाई चाहिँ किनकि अब उहाँहरूले मलाई धेरै जान्ने बुझ्ने बनाउनु भयो यो नराम्रो दिमागहरूलाई फ्यालेर राम्रो पक्षको राम्रो कामको दिमागलाई सिर्जना गराइदिनु भयो त्यस कारणले नि अब त्यो बिर्सन नसकेको कारणले नि अब मैले यसमा संलग्न भइरहेको छु जस्तो लाग्छ धेरै मैले जनसेनामा नफस्दै चाहिँ मैले अलि धेरै कुरा नजाने थियो र भाषामा पनि अलि सुधार भए Many children join because of peer pressure, because lack of opportunity, lack of good quality education, and that is really the key. अब यो युद्धमा बालबालिकाहरूको प्रयोग सम्बन्धी यहाँ विविध नियतबाट विविध ढङ्गले कुराहरू चाहिँ उठ्ने गरेका छन् हैन तर हामीलाई के लाग्छ भने जस्तो नेकपा माओवादीको जनयुद्ध जो भयो जनयुद्ध कालमा पनि हामीले बालबालिकाको चाहिँ प्रयोग गरेनौं युद्धमा हैन कयौं बालबालिकाहरू हाम्रो सत्तामा हाम्रो सत्तामा हुने गर्दथे टुरा बालबालिका सहितका बच्चा बच्चीहरू हुने गर्दथे हाम्रा चाहिँ विभिन्न सेल्टरहरुमा विभिन्न ठाउँहरुमा हुने गर्दथे 1 2 फेरि त्यस्ता हजारौं चाहिँ युवा युवतीहरू छन् भर्खरका चाहिँ 16 वर्ष 15 वर्षका 14 वर्षका अथवा त्यो भन्दा नि कम उमेरका जो युद्धको बेलामा उनका बुवा आमा दुईटैको मृत्यु भएको छ उनीहरू टुरा भएका छन् तिनलाई कसले संरक्षण दिने भन्ने कुरा पनि छ हाम्रो पार्टीले त्यस्ता टुराहरू अथवा जो चाहिँ युद्धमा आफ्नो बा आमा शहीद भए तिनका छोराछोरीहरूलाई पालन पोषण गर्ने र चाहिँ लिएर हिँड्ने जिम्मेदारी पनि हामीले लिएको छौं तर अन्तर्राष्ट्रिय समुदायलाई कहिलेकाहीँ के भ्रम पर्छ भने हामीले ती बालबच्चा जसको चाहिँ अभिभावक छैनन् तिनलाई संरक्षण गर्ने र अभिभावकत्व
ग्रहण गर्ने जिम्मेदारी हाम्रो पार्टीले लिएर उनीहरूलाई हामीले विभिन्न ठाउँमा सेल्टर बनाउँदै चाहिँ घुमाउँदै फेरि पढाउँदै पनि हाम्रो आफ्नै ढङ्गले चाहिँ स्कुल खोलेर पढाउँदै लिएर गएकोलाई ल सेनामा भर्ती गर्यो भन्ने हल्ला पनि गर्ने गरेका छन् त्यो चाहिँ झुटो प्रचार हो When journalists came back from the field with pictures of children, bearing guns, then that's all the proof you really needed. And the Maoists started saying, oh, no, we don't recruit children. They were, their parents were tortured, and therefore they just came, they voluntarily came and joined our force. Partly true, it has happened. It was very useful for them to have children. They were obedient, they were hardworking, they were totally, committed to the cause, and they were, being children, even if they were killed by the state, it was good propaganda value to have for a guerrilla movement, that the state was killing children. They tended to be employed in very risky jobs like spying, which is a terrible, terrible job to give a kid. And on top of children being easy to recruit, if you have the added factor of their parents being tortured by the state, then it just becomes very natural for the kids to go over. There was this one boy, 10 years old, whose father had been tortured by the police. And this boy grew up, and at 10 years old, he was already a whole-timer. And he had recruited his entire class to join the Maoists. Quality of life of your average village girl it's full of struggle, and it really is. When you're young, you're impatient. You want to get what your due is, and this is your due. You know that you're supposed to be having a better life. You're supposed to have access to better education. You're supposed to have work to do. You're supposed to have mobility. You're supposed to have all these things that you can't have. So I think emotionally that seems to be the motivation for a lot of the girls and women to join the Maoist movement. Talking to a girl recently who said, listen, if I were a boy, I could go to the Gulf, I could go to Malaysia, I could go to India, and I could work. But as a girl, what option do I have? Either I join the Maoists or I join the army. That's employment. At one point, 35% of the guerrillas in the Maoist army were women. And once given that role and enough motivation, they became tremendously ruthless guerrillas and effective. Much more, some say, than the men in the guerrilla movement. We have heard of examples of battles where it was the women who were the most fearless and courageous, right in the front lines. And so joining the Maoist movement, meant that they could go out. They were suddenly part of a group that was very powerful. It's just the sheer novelty of leaving your village and going with these groups and, going all over the countryside and fighting for a cause seemed, I think, very, very personally empowering to them. It was a sort of rebellion, a personal rebellion as well as a political rebellion. त्यतिखेर त अब दुब्लाइसकेको थियो, मर्नु खोजेको थियो, अहिले त अलि मोटाएको छ नि। उसले त अब साथीभाइले त अब न तैँले गर्दा हामी नि मार्छ, त किन आएको भन्यो नि अब कोही बेला त हैन। नसुनी विचार गर्यो र त्यसपछि चाहिँ मलाई चाहिँ एकदम पढ्ने रहर थियो। त्यसपछि मैले पढ्ने मौका पाएन र अझै पनि म पढ्ने मेरो इच्छा छ र मेरो परिवारको स्थिति पनि अलि परिवारको स्थिति भन्नाले यो आर्थिक स्थितिमा एकदम कमजोर रहेको छ, किनभने मेरो परिवारको संख्या पनि अलि धेरै छ। सिकेको नसिकेको मलाई केही पनि बताउँदैन। मसँग राम्रो कुरा पनि गर्दैन। भाउ छोरा है भेट हुन्छ, तर बेलुका आउँछ, सुत्छ, बिहान उठेर जान्छ। भाउ मैले यस्तो गरेँ उस्तो गरेँ, कहिले केही पनि भन्दैन, आफू खुसीले हिँड्छ।
दिनमा मैले काम पनि हराउँदैन, त्यो आफै घुम्छ खान्छ, घरमा कोही कोही बेला आउँछ, कहाँ पुग्छ, कहाँ जान्छ, कोही बेला काठमाडौँ जान्छ, कोही बेला खासा जान्छ, के गर्छ मैले हराउँदैन, यस्तो काम गर उस्तो काम गर भन्दैन मैले। किन छोड्छन् जस्तो लाग्छ भने नि मलाई, किन छोड्छन् भने उहाँहरूको दिमाग नराम्रो भएको कारणले नै होला जस्तो लाग्छ। किनकि उहाँहरूले कुनै सबै दुखी गरिबहरू मात्र आएका जस्तो लाग्दैन मलाई। त्यहाँ कुनै धनीमनी हुनुहुन्छ, अब घरमा खाएको होइन, उता धम्काएको, उता निचेको जस्तो उहाँहरूलाई त्यो यातना आएको कारणले पनि उहाँहरू घर फर्किनु भएको जस्तो लाग्छ मलाई चाहिँ। उसलाई चाहिँ उसलाई जस म त्यो ठाउँमा जाँदा त केही बेफाइदा भयो होला नि, कतै हिँड्नु पर्यो होला, भोकै बस्नु पर्यो होला होइन, यहाँ घरमा आमाले खानिदिएको ठाउँमा ट्यामै पछि खानी बानी ऊ बेला उहाँ पर त भयो होला, दुःख भयो होला, हामीले देखेन, उनीहरूले त भन्दैनन् यस्तो भयो उस्तो भयो भनेर। नभए नि केही मात्र अब यहाँको पनि केही नराम्रो भयो, अब पढ्न पाएन, यताउता घरमा पनि अप्ठ्यारो भयो, हामीलाई पनि अप्ठ्यारो भयो, उनीहरू जाँदाखेरि नि घरमा आउनु पर्यो, मन्थलीमा बसेर यिनै घरको काम छ भन्यो, उहाँबाट शुक्रबार हिँड्यो, यहाँ आयो, काम गर्यो, त्यो भयो, अनि त्यसले गर्दा चाहिँ पछि आएर चाहिँ जोस आनन्दै भएको छ। विद्यार्थी साथीहरू हिँड्दा होइन पक्कै पनि अब मैले यसरी नै हिँडेर त खासै धेरै बुझेर पनि काम छैन, बुझेर त काम छ तर हिँडेर मात्र काम छैन। मैले अलिकति विचारलाई नै अगाडि बढाउनलाई पढ्नुपर्ने रहेछ र भन्ने विचार आयो। त्यहाँ अब इन्चार्ज सेक्रेटरीहरू देख्दाखेरि यसरी बुझाउन सक्ने चाहिँ यति पढ्दा भन्ने विचार आयो। त्यस कारणले अब त्यस समाजमा उठ्नु भने ओहो यो त यस्तो यस्तामा गर्दा नि यसै यसलाई खाना दिए लाउन दियो भने त यो अहिलेसम्म यस्तै रहेछ, यस्तै छ भनेर यस्तै तरिकाले जिस्काउनु भएको। अब पार्टीको हिसाबले होइन कमान्डरको उसले गर्दाखेरि अब यसरी परेको ठाउँमा यसरी खट्नुपर्छ, अब यसरी जानुपर्छ, अब यसरी उहाँ उसमा अब त्यहाँनिर नि सांस्कृतिक टोली जमिरहेको छ भर्खर, त्यसमा संलग्न हुनुपर्छ भनेर भन्नुभयो, सल्लाह दिनुभयो, त्यस कारण तपाईँ पनि अब एउटा गरिबको छोरो भइस् होइन, दुःख पाइस् बेलैमा अब कान्तिमा लाग्नुपर्छ, विद्रोह गर्नुपर्छ, किनकि हाम्रा यो समाजका शोषणहरूलाई अत्याचारीहरूलाई एक एक गरी अन्त्य गरेर नयाँ समाज बिउ जानुपर्छ साथी। उहाँ पनि अब केही मात्रामा त अब भइहाल्छ, उहाँ पनि जस्तै भयो नि घरमा पनि केही न केही त हुन्छ, अब यस्तो भयो उस्तो भयो भन्छन्, उसलाई जस मानसिक तनाव चाहिँ हुन्थ्यो, मलाई यसो भन्छन् भन्ने चाहिँ हुन्थ्यो। जस त्यो उसमा गएपछि होइन छोरी मान्छे यस्तो गर्नु हुँदैन थियो उस्तो गर्नु हुँदैन थियो भन्ने घरदेखि लिएर समाजसम्म चाहिँ भन्ने गर्थ्यो नि त, त्यसले गर्दा जस केही न केही चाहिँ अप्ठ्यारो हुन्थ्यो छोरी भएको भए चाहिँ। We found in the beginning, it was quite difficult for them to be reintegrated totally. Although in many cases they were probably sent to the relative's house or other neighbors where nobody would find out that they were actually associated. And I think many children did not even come forward for the stigma that would cause in the community. त्यो त अब त्यति साह्रो उहाँहरूलाई मैले पनि दिएन होइन, त्यसमा चाहिँ अलिकति होइन सकेसम्म आफू त्यस्तो मान्छे व्यक्ति हो भनेर नचिन्नुहोस्, जस्तै म अहिले कुन उसमा छ, कुन बाटोमा छ, कुन लक्ष्यमा छ, त्यो चाहिँ सकेसम्म यस्तो बाटोमा हिँड्दैछ भनेर नचिन्नुहोस् भन्ने खालको उहरू थियो होइन, मेरो चाहना थियो। त्यसैले त्यति त्यस्तो मेरो सायद मेरो जुन म स्कुल लाइफमा थिएँ नि मेरो शिक्षकहरू उहाँहरूलाई त्यति चाहिँ मैले देखाइनँ। They come back to their communities. Teachers don't want them in the classrooms. Other community members are afraid of retaliation, of the child being an informer. And there's also a really big problem with reintegration in terms of Hindu beliefs around ritual purity. म बसिन्जेल मलाई केही पनि त्यस्तो नराम्रो चाहिँ मैले देखेन भन्थ्यो कि कतिपयले त आतंककारी त नराम्रो हो, यस्तो त नराम्रो खालको हो, यो चाहिँ अब जस्तो त्यहाँ महिला पनि हुन्छ पुरुष पनि हुन्छ गोलमेल हुन्छ जङ्गलको ठाउँमा बस्नु परेछ, त्यसमा त कति नराम्रो अब उनीहरू त नराम्रो व्यवहार पनि गर्छ होला, नराम्रो गर्छ अरे भन्ने हुन्थ्यो, त्यस्तो हल्ला पनि चलेको थियो। तर मलाई लाग्छ र मैले देखेको कुरो चाहिँ मैले चाहिँ त्यस्तो अझ जबसम्म म त्यहाँ बसेँ, जबसम्म म उहाँहरूको साथमा भएँ,
तबसम्म चाहिँ मैले देखेन नदेखेको कुरो राम्रै थियो जब मैले देखिन्जेल चाहिँ राम्रै थियो जस्तो लाग्छ मलाई चाहिँ I have no doubt that many of the Maoist girls are going to have some kind of trouble reintegrating, but I also think it's very clear that they don't want to reintegrate. Though just as with the issue of women and the conflict in the Maoists, the idea of sending young women back to villages that they escaped for a reason is not really going to work. So I think we need to think carefully about what it means for a child to leave a cantonment and return to a village. What happens to them? Well, sometimes the parents say, go back to the cantonment, we can't take care of you. यस्तो दिदीहरू सरहरूमा दाइहरू आउनुहुन्थ्यो अनि यस्तो काठमाडौँमा कार्यक्रम छ जाम भनेर भन्नुभयो अनि त्यसमा हामी जान्दैनौँ एकछिन पछि आउँछ भन्दै गऱ्यो अनि दिदीलाई चाहिँ पहिले तिम्रो घर जाम र तिम्रो घर गर नि आमालाई भनेर भन्नुभयो अनि दिन त यसरी घर आएको अनि घर आउँदाखेरि आमाले जान दिनु भएन अनि दिदी चाहिँ म लिन आउँछु भनेर जानुभएको थियो अनि त्यहाँबाट आउँदैन भन्न म मेरो बिहानै दिदी म पर्सि लिन आउँछु घर नदिएर बस भनेर भन्नुभएको थियो अनि तर मलाई थाहा थिएन अनि घर बस अनि बेकसी बिहामा बेकसी यसरी बिहाहरू यसरी दिनुपर्छ यस्तोमा यसमा हिँड्नुहुन्न अनि यस्तो छोडेर उसको गइस अनि मेरो घर फर्केर आउनु पर्दैन भनेर भन्नुभयो आमाले त्यतिखेर 22 वर्ष Girls have faced many problems, because in our communities, even for girls to just go out from their home and they stayed somewhere else for a couple of nights, it's really sort of loss of character is perceived. That's the perception. गएको भोलिपल्ट अनि पर्सिपल्ट अनि घर फर्काइदिन्छु भन्न लाग्यो अनि घर बोलाएर अनि मुई छोडिदिन्छु भनेर सबै घरको परिवारले यस्तो ल्याएको यस्तो केटी लिएर आएको काम गर्न सक्दैन केही पनि गर्न सक्दैन यस्तो किन लिएर आएको भनेर सबैले कराउने अनि छोडेर जाने अनि घर त्यस्तै सबै सासु ससुराले सबैले गाली गर्ने अनि यस्तो केटी काम गर्न नजाने अनि यस्तो अलसिनी लाउने भनेर यस्तो यहाँ त्यहाँ भन्न लाउनु गाली अर्थ मामा त्यहाँ हिँडेको केटीहरू यस्तो राम्रो हुन्न यस्तो राम्रो पाटा हिँडेको केटीहरू राम्रो हुन्न यस्तो केटी लिएर आएको भनेर त्यस्तो गाली गर्नुहुन्थ्यो त्यसरी भने त्यस्तो यहाँ त्यहाँ भन्नुहुन्थ्यो छोडेर इन्डिया जानु भने आएर फेरि अनि घर आसिन झगडा बेसरी गर्नुभयो यस्तो फर्काइदिन्छु यहाँ त्यहाँ भन्ने खालि त्यसै भनेर नि गरी यहाँ आउँदै छोड्न आएको भन्ने यस्तो गर्नुभयो आग्रह यस्तो म चाहिँ यस्तो गाली गर्नुभएको घरबाट निस्केर गइहाल तर बस्ने यहाँ केही पनि छैन मैले तँलाई निकालिदिन्छु भन्नुभएको अनि म झुन्डिन लागेँ झुन्डेर मर्दाखेरि अनि उहाँले चाहिँ लुच्नु भयो पिटेर बाहिर यसरी निकाल्नु भयो निकालेर लुच्यो अनि मर्ने भयो तेरो माइत गएर मर यहाँ नबस भनेर त्यस्तो भन्नुभयो माओवादी यहाँ संयोजक नभएको भए यस्तरी बिहा सानो उमेरमा बिहा हुन्थेन यस्तरी अर्काको घर गएर यस्तो नराम्रो वचनहरू सहनु पर्ने थिएन त्यस्तो लाग्छ पुरुषले महिलामाथि भेदभाव गर्छ समान व्यवहार गर्दैन अहिलेसम्म अनि त्यसमाथि हाम्रो हिन्दू परम्परा अनुसार पुरुष सरी महिला कुनै पनि कामहरुमा अघि बढ्न सक्दैन
अनि त्यसपछि गएर सबै कुरामा हामी पछाडि छौँ। एक दिन हराएपछि त केटी अब पहिला गएको यसलाई राख्नु हुँदैन, यो बिग्रिसक्यो भन्नु भन्छन् हाम्रो यस्तो यो गाउँमा चाहिँ। यस्तो अब हाम्रो जातमा चाहिँ अब धेरै पढ्दैनन् केटीहरूले। मेरो जात चाहिँ अब नेपाली हो, अनि तिनीहरूले धेरै पढ्दैनन् र पढेपछि बिहे गरेर गइहाल्छन् भन्ने एक कक्षामा पनि अक्षरै नचिनाउने गर्छन्। अनि छोरीहरूको काम खाने मात्रै, अनि त्यसपछि 12-14 वर्ष भएपछि बिहे गरेर दिने। अब 10 रुपियाँ खर्च गर्न पनि सक्नुहुन्न काबी किन्नलाई। बुवा सधैँ अब 5 रुपियाँ पाए नि खानुहुन्छ। यदि म केटा भएको भएदेखि कुनै देशमा गएर आर्थिक उत्पादन गर्थेँ, पैसा कमाएर ल्याउँथेँ, त्यही सोच्छु म भविष्यमा। मेरो यस्तो जिन्दगी बिग्रियो बुवा मम्मीले गर्दा, अर्का हारमा बसेर यस्तो दुःख गर्नु पर्यो भन्ने मेरो भावना सोचाइहरू यस्तै छ। पढाइको विषयमा त मैले त्यस्तो भेदभाव गर्न नपर्ने हो, तर पनि बुवा मम्मीले गर्दाखेरि सधैँ भविष्य सम्झी चाहिँ मलाई रुन मन लाग्छ। किन यस्तो गरिबको कोखमा बास दिएको होला, मलाई मर्न पाए नि हुन्थ्यो जस्तै लाग्छ। छन् मलाई पनि विचार गरेको, अनि सोची, अनि फेरि अब यस्तो यहाँ दुःख गर्नुपर्छ भनेर एकपल्ट जाने विचार चाहिँ छ। जानुपर्छ कि क्या, बरु यस्तो दुःखाएर बस्नुभन्दा त बरु जानै बेस भनेको थिएँ। अनि फेरि सम्झ्या, अनि फेरि बानी बुद्धि बिहारिहाल्नु हुँदैन त्यति छिटै। केटीको मन यस्तो बेला जता लगायो उतै जान्छ केटीहरूको। अब यस्तो अब 15-16 वर्षको बेला भनेको त हामीले माइन्ड क्याच गर्न सक्दैनौँ। एकछिनमा बिग्रियौँ भने एकछिनमै बिग्रिन्छौँ त्यस्तो भनेर। अनि मैले फेरि मन थिरमै राखेँ। मेरो साथीहरू कति गएको थिएँ। It's called peace process for a good reason. Peace doesn't happen overnight, and you can't say, oh, tomorrow morning is peace and today is war. So if we think about it as a long process, then part of the agreement was what to do with the warring parties. Our major responsibility in relation to children under the age of 18 is to first confirm how many there are in that category in the Maoist cantonments, and secondly to bring about their discharge. UNMIN's role was to make sure that the members of the Maoist army were counted up, were registered, and then decisions would be taken about who was eligible within the Maoist army to join a new democratic security force for Nepal. And the people that weren't eligible were people who joined after the ceasefire, and also people who were under 18 at the time of the ceasefire. So it was a big part of our work then is to help this process, to make sure that the under 18s in the Maoist army are registered and that they are able to leave the army and get reintegrated into normal life. UNICEF has the role to support and release children from armed forces and their armed groups and make sure that they are rehabilitated, returned in their communities, and that they can live a normal life as children should be living. International Rescue Committee in Nepal has a range of different programs. We have 3 choices for children that return. That is, we help them to go back to school or do non-formal education, which is sort of out-of-school education, which is primarily literacy and mathematics and other sort of topics, including life skills. Then we have income-generating activities where particularly older children that may have been associated for some time, they may not want to go back to school, so we try and provide other options for them. So we work with former children associated with armed forces, armed groups in the communities. We provide them support such as interim care, so from the time actually, they have nowhere to go,
to the time they're actually reunified with their families, with their parents, and then support for reintegration, which includes educational support, medical support, reproductive health support, and income generation support. Based on lessons learned with child soldiers in other settings, the reintegration process here doesn't actually give a child any direct cash in hand. Instead, the NGO will support the school itself or support the person that trains teachers, trains cooks, trains drivers, and then for the child, they'll give them in-kind support. आएर नि यस्तो सिलाइहरू कार्यक्रमहरू सिपहरू के सिक्न मन लाग्छ भनेर आएर सोध्नुहुन्थ्यो दिदीहरू सोधेर भन्नुहुन्थ्यो अनि मैले चाहिँ कटिङ सिक्छु भनेर अनि दिदीहरूले कटिङ सिकाउनु भयो सिक्दैछु मैले कटिङ यस्तो सिकेर चाहिँ राम्रो आफूले केही गरेर खाऊँला भन्ने हाम्रो दियालो परिवार संस्थाले सरहरूले सहयोग नगर्नु भए त सायद के हुन्थ्यो भन्न सकिन्थेन र सरहरूले हेल्प गर्नुभयो जुन हाम्रो दियालो परिवार संस्थाले हेल्प गर्नुभयो त्यसमा एकदमै खुसी छु एकदमै आशा छु कि मलाई केही दिलाइदिनुहुन्छ मेरो बस्ने कुनै आधार जस्तो भएन जस्तो लाग्यो मलाई घर बस्ने उठ्नै मन लागेन यदि घर बसौँ भने बस्नको आधारै छैन मेरो यदि पहिलादेखि बस्यो भने एउटा कुरो हुन्थ्यो काम गर्ने ठाउँ पनि छैन केही पनि ठाउँ यदि मैले पढ्नुपर्छ भने मेरो सोच छ कि अनि त्यहाँ गएर चाहिँ अनि म त्यो स्कुलमा के लक्ष्मीमा आयो भने स्कुलमा मलाई भर्ना गर्न खोजेको थियो कि त्यहाँ चाहिँ के भन्ने यदि तिमी फरक लगाउँछौ भने स्कुल आउनु पाउँदैन मलाई त्यो हेड सर त्यस्तो भन्यो कि यदि यो स्कुलमा नि जेन्ट्स लेडिज छुट्याउँछु भने म आउँदैन भने मलाई यस्तै जवाब गरेको भन्नुभयो त्यहाँ त्यहाँबाट म त्यहाँ गएर 2-3 दिन हैन त्यस्तै लगभग 1 महिना हुन लागिसकेको थियो अनि त्यहाँबाट दिदीले डाइरेक्ट फोन गर्नुभयो बहिनी तिमीलाई जस्तै माया सहयोग गर्ने एउटा संस्था छ भनेर भन्नुभयो कि अनि त्यहाँदेखि म यति खुसी भएँ कि जस्तो मैले ढुङ्गा खद्द देउता मिले जस्तै भयो कि मलाई चाहिँ आफूले जस्तो सोचेको त्यस्तै ठिक भयो कि UNICEF has been involved with the screening process in the cantonments for children, and I think they've done a very good job. And the fact that they've done a good job, the indication of that probably is the fact that the Maoists are very angry when they found out that so many of their cantonment inmates were actually children, and that was found out. If it hadn't been for UNICEF, I think it probably wouldn't have happened. But having said that, the rest of the UN system, which would have had to enforce that, has been a bit beholden to the Maoists, a bit more careful that the Maoists would not walk out of the peace process because of this issue. And so they've allowed the Maoists to basically get away with it. There's a lot of frustration at the moment with the fact that the peace process is not moving forward as smoothly as people had hoped, although it's far from unusual for a peace process in any country after a long conflict to go through difficulties. The verification process and management of the cantonments has been a very difficult process. But the reasons the peace process at the moment is in difficulty have to do with much broader reasons of mistrust between the parties, and we certainly do try to contribute to the pressure for compromise and agreement and maintaining the alliance amongst the principal parties, but it is the Nepalis themselves who shape this process, and it is their political leaders who have to carry it forward. इयान मार्टिनको टोलीले लगभग 6000 भन्दा बेसी चाहिँ मतलब बच्चाहरू चाहिँ मतलब सैनिकमा भर्ती गर्न सम्भावना छैन किनभने उमेर पुगेका छैन भनेर भनिसकेको छ। यो अन्तर्राष्ट्रिय मान्यता हो बालबच्चाहरूलाई कुनै पनि अप्ठ्यारो आउने ठाउँमा चाहे मजदुरी गर्ने काम किन नहोस् चाहे तपाईको चाहिँ मतलब युद्धको काम किन नहोस् घरमा व्यवसाय गरेर चाहिँ मतलब घरायसी काममा समेत प्रयोग गर्न पाइँदैन भन्ने मान्यता राज्यले राखेको छ। तर अहिले राज्य एउटा स्थिरतातर्फ अगाडि नबढेको निर्वाचित सरकार नभएको संविधान सभाको चुनाव हुन नसकेका कारणले सरकारले त्यो कार्यान्वयन गर्न सकेको छैन। There was something called the Convention on the Rights of the Child, which was a big treaty that's been signed by just about every country in the world. There are 2 countries that haven't ratified. One is the USA and the other is Somalia. And it deals to some extent as well with the issue of children in conflict.
and it makes some prohibitions on the recruitment of children. अब हेर्नुस् अब अन्तर्राष्ट्रिय समुदाय अथवा विभिन्नले भन्ने गरेको चाहिँ 18 वर्षभन्दा मुनिकोलाई चाहिँ सेनामा भर्ती गर्न हुँदैन भन्ने छ र हामीले के भनेका छौं भने त्यो अन्तर्राष्ट्रिय त्यो मान्यताको हामी समर्थन गरेका छौं हामीले चाहिँ जनमुक्ति सेनामा 18 वर्षभन्दा मुनिका कोही भेटियो भने हामी उनलाई चाहिँ वैकल्पिक व्यवस्था गर्न तयार छौं भनेर हामीले शान्ति प्रक्रियाको बेलामा सम्झौता पनि गरेका छौं र अहिले राष्ट्रसंघले जो हाम्रो जनमुक्ति सेनामा चाहिँ प्रमाणीकरणको काम करिब सिद्धिन लागेको छ त्यसमा यति 18 वर्षभन्दा तलको अथवा मुनिको चाहिँ साथीहरू भेटियो भने उनीहरूलाई वैकल्पिक व्यवस्था गर्ने त्यहाँ जनमुक्ति सेनामा हामी राख्दैनौं पनि भनेर हामीले भनिसकेका छौं यो एउटा कुरा हो हैन तर यहाँ प्रश्न अलि अर्को पनि छ फेरि 18 वर्षभन्दा मुनिका गाउँघरमा तपाई गएर हेर्नुभयो भने हजारौं र लाखौं चाहिँ युवा युवतीहरू भनौं अथवा त्यो कम उमेरका मान्छेहरू चाहिँ बेरोजगार छन् उनीहरू शिक्षाको अवसर पनि छैन उनीहरूलाई राम्रो चाहिँ स्वास्थ्यको चाहिँ अवसर पनि छैन उनीहरूलाई चाहिँ केही तालिम सिप दिने अवसर पनि छैन अब हाम्रो तर्फबाट चाहिँ त 16 वर्ष 18 वर्ष मुनिकोलाई त हामीले वैकल्पिक व्यवस्था गर्ने भनेर हामीले भनेका छौं उनीहरूलाई फेरि शिक्षाको चाहिँ अवसर चाहिँ सम्भव भएसम्म त्यो अवसरतिर लगाउने उनीहरूलाई कुनै व्यावसायिक तालिम सिप सिक्न दिएर चाहिँ फेरि चाहिँ स्थापित गर्ने परिवारमा फर्केर फेरि चाहिँ सामान्य रूपले बस्न चाहनेहरूलाई परिवारमा फर्कने वातावरण बनाउने राजनीतिक गतिविधि सामान्य चाहिँ 16 वर्षभन्दा माथिको त पार्टीमा त आउन सक्छ राजनीतिमा त लाग्न सक्छ भन्ने छ सेनामा पो भर्ती हुन हुँदैन राजनीति गर्न चाहन्छ भने 16 र 18 को बीचको युवा युवतीहरू फेरि गाउँघरमा राजनीतिक संगठन बनाएर हिँड्नु पनि सक्छन् तपाई हेर्नुभयो भने YCL अहिले हामीले जो भनेर हजारौं युवा युवतीहरू लागेका छन् त्यसमा पनि चाहिँ उनीहरू चाहिँ फेरि सामाजिक कार्यमा लाग्न सक्छन् भन्ने चाहिँ हामीले ठानेका छौं यो एउटा कुरा हो Well, what we hope will happen is that they will return to their families and communities. What we don't want to happen is that they become part of the Young Communist League. म अहिले YCL सँग सहभागिता छ किनभने YCL भएपछि चाहिँ धेरै जस्तो दादागिरी र गुण्डागर्दी गर्ने मानिसहरू पनि अलि YCL को नाम सुनेपछि अलि डर लाग्छ किनभने YCL ले सकेसम्म आफूले सकेसम्म धेरै कारबाही पनि गरिरहेको छ जस्तै गाउँमा तास खेल्दै जुवा खेल्दै र धेरै जस्तो चेलीबेटीहरूको बलात्कार र हत्या हिंसा गर्थ्यो र त्यसपछि चाहिँ YCL ले चाहिँ केही कारबाहीहरू गर्थ्यो र सकेसम्म YCL ले कडा कारबाही पनि गरियो र YCL मा चाहिँ मलाई एकदम ठिक लाग्यो किनभने YCL मा चाहिँ कुनै डर त्रास हुँदैन त्यसकारण चाहिँ मलाई धेरै जस्तो YCL मा चाहिँ ठिक लाग्यो माओवादी भन्दा जस्तै माओवादीमा लड्नुपर्छ तर लड्नु त YCL मा लड्नुपर्छ र माओवादीमा चाहिँ अर्को पार्टीले हाल्नबाट पिर हुन्छ र YCL मा चाहिँ त्यति पिर हुँदैन त्यसकारण चाहिँ अलि YCL मा चाहिँ अलि ठिक लाग्छ YCL भने नि माओवादी नै हो माओवादी YCL अनि के हो भने YCL भने चाहिँ YCL हामी YCL भन्छ नि YCL भने त्यही माओवादीकै उहरू सेनाहरू YCL मा म एक जिल्लाबाट सेनामा गयो तर म YCL मा संलग्न भएन It's straight out of Stalin. You know, they set up a youth thing. In fact, even Hitler had one, the Hitler Jugend. Dictatorial parties set up youth wings for intimidation, basically, and to also give employment to people who would otherwise become uncontrollable militants. So you bring them into a sort of a semi-militarized organization that uses that energy to not just intimidate opposition parties, but also show that, you know, they're into development.
त चुनाव हुनुभन्दा अगाडि त मान्छेले भनौँ यो वाइसेलको मान्छेहरूले घर घरमा लिन आउँथे मलाई पनि लिन आउँथे धेरैचोटि लिन आउँथ्यो चुनावमा नि माथि बसेर वाइसेलका जम्मै वाइसेलमा भोट दिनेहरू माओवादीमा भोट दिनेहरूले जम्मै हुटुङ लाथे भोट दिएन भनेदेखि अब हामी मारिदिन्छौँ यस्तो उस्तो भन्यो नयाँ नेपाल लिएर आउनुपर्छ देशमा भनेर धेरै भनेर त्यस्तो अब मारिदिन्छु भनेपछि सबैलाई डर भइहाल्छ नि अनि त्यही भएर भोट दिएका सबैले U.S. government's foreign policy positions have, in some ways, disabled the U.S. government from a full dialogue with all of the political elements in Nepal, principally because the Maoist insurrection forces have been declared a terrorist organization and remain listed as such. And as a result, the U.S. government, the U.S. embassy and ambassador are not able to engage in direct contact with the Maoist leadership. The U.S. has always been hawkish on the Maoists. I mean, these are extreme communists who believe in violence and violent revolution. You know, when I've been in the States and talked to Americans, they're always sort of surprised to find out that they've even been involved in Nepal, and certainly alarmed to find out that they've been involved in the wrong things sometimes. You know, training the army at a time when there were a lot of human rights violations. अमेरिकाको पोलिसी राम्रो छैन अमेरिकाको चाहिँ आम रूपमा नै चाहिँ विदेश नीति राम्रो छैन त्यही उनीहरुको विदेश नीति राम्रो नभएकै कारणले इराक हेर्नुस् अफगानिस्तान हेर्नुस् मध्यपूर्व हेर्नुस् संसारभरि जहाँ हेर्यो भने पनि चाहिँ त्यसको राम्रो भएको छैन जनताका विरुद्ध छ अमेरिकाको नीति नेपालकै बारेमा भन्ने हो भने हामी शान्ति प्रक्रियामा प्रवेश गर्नुभन्दा अगाडि 12 बुँदे समझदारी हामीले बनायौं अमेरिकाले विरोधै गर्यो हामी शान्ति प्रक्रियामा प्रवेश गर्यौं विरोधै गर्यो अहिले पनि उनीहरुले हामीलाई आतंककारीको चाहिँ सूचीबाट हटाएको छैन त्यसले गर्दाखेरि अमेरिकन नीति चाहिँ संसारभरिको जनताको निम्ति राम्रो छैन उनीहरुले राम्रो गरिराखेका छैनन् उनीहरुले आफ्नो नीतिबारे पुनर्विचार गर्नुपर्छ भन्ने हामीलाई लाग्छ हो अमेरिकी परराष्ट्र नीतिको बारेमा हाम्रो चाहिँ विरोध छ अमेरिकी परराष्ट्र नीतिले जहिले पनि के भन्छ भने नेपाललाई चाहिँ एउटा चाहिँ मतलब नेपाललाई पुरै ह्यान्डल गर्ने हैन आफ्नो अन्डरमा चाहिँ राख्ने आफ्नो पपेटहरु परिचालन गर्ने तिर चाहिँ अमेरिकी नीति चाहिँ आएको त्यो सिधै त आएको छैन त्यसरी तर त्यसो छ परिणाममा त्यो कुरा देखिन्छ हेर्नुस् हैन आफ्नो हैकम जमाउने जो नीति छ नि त्यसको चाहिँ हाम्रो चाहिँ विरोध छ हैन जहाँसम्म कूटनैतिक सम्बन्धका हिसाबले सम्बन्ध राख्ने सवाल हो अमेरिकासँग पनि हाम्रो लिडरशिपको हाम्रो चाहिँ उसको हाम्रो पार्टीको हैन अथवा हामी सत्तामा जाँदा हाम्रो सत्ताको त्यो खालको रिलेसनशिप बनाउने कुरामा फेरि हामी त्यसमा चाहिँ रिजिड छैनौं हामी तयार छौं I can't speak for the US government. I have more differences with the United States government than I do with the government of Nepal, as a matter of fact. I disagree with many of the things that my government has done in recent years. It would be better for the United States and better for Nepal, for the United States ambassador and her staff now to have regular meetings with the Maoist leaders so that they could resolve their differences and so that the Maoists could be encouraged to know that our great country acknowledges their contributions here, their commitment now to peace. They've signed a comprehensive peace agreement. There's still some problems, obviously, with the Young Communist League, which I pointed out, but that's my own opinion, and the ambassador knows. And by the way, as I always do when I get back home, I'll send a trip report to the President of the United States and the Secretary of State, and I'll include this recommendation again so that they can consider it again. Most cost-effective money you can ever spend in a developing country, especially in a rural area, is investing money in girl education. As soon as you spend money on girl education, everything changes. All the parameters go up.
ठाउँमा अमेरिका भनौँ न विदेशीहरूले स्कुल बनाइदिएको छ नभएको ठाउँमा एकतिर म जस्तै बालबालिकाले कयौँ संस्थाको एउटा संस्थाको नाम लिएर पनि एउटा कुनैको नाम लिएर पनि संस्था खुलाएर सहयोग गर्दै हुनुहुन्छ. If there were more jobs available, if there were a better educational system available, if girls felt like they had more of a future in society in general, I think you'd really decrease the amount of kids that got recruited to armed groups here. किनभने र जुन आफ्नो परिवारमा पनि निस्केका समस्याहरू छन् त्यस्तो समस्याहरू सुल्झाउनको लागि सँगसँगै गाउँमा भएका जति पनि कठिनाइहरू छन् ती कठिनाइहरू हटाउनको लागि र गाउँ सँगसँगै लिएर देशको समेत समस्याहरूलाई हटाउनको लागि चाहिँ उनीहरू अब जस्तै भनौँ माओवादी भनेर उनीहरू लडाईका निमित्त मर्न पनि तयार र उनीहरू मार्नको लागि पनि उनीहरू तयार भएर हिँडेका हुन्. अब यो देशको लागि शान्ति हुनको लागि सबै युवा वर्गहरू सबै मानिसहरू शिक्षित पनि हुनुपर्छ र शिक्षित भइसकेपछि तिनीहरूले चाहिँ यो लडाई द्वन्द्वमा नलागुन्. लडाई गरेर मात्रै शान्ति आउने होइन र सबैजना मिलेर एकजुट भएर काम गर्दै जाने हो भनेदेखि देशमा पनि शान्ति हुन सक्छ. Communities themselves have found ways to address these things in a non-violent manner, often independent of NGOs, INGOs, and the Nepali government itself. The communities themselves initiate these programs. One example is an area where I've been working in Dading, where the community, mostly actually the Brahmin elites, have been able to raise funds to start a program where kids get free educational supplementation in the mornings before they go to government school. जना दाजुभाइ दिदीबहिनी सबै भेला भएर हामीले चाहिँ यसमा छलफल गर्यौं कुराकानी गर्यौं र यो नेपालको शिक्षा सम्बन्धी चाहिँ धेरै केटाकेटीहरू धेरै बच्चाहरू चाहिँ एकदम त्यसमा लाग्न सकेनन् त्यसमा चाहिँ एकदम उत्सुकता भएर अघि बढ्न सकेनन् त्यसले गर्दाखेरि चाहिँ हामीले पनि यो बाल कक्षा सञ्चालन गरौँ आमाहरूको पालामा चाहिँ दलित भनेपछि तल्लो जाति अथवा सानो जाति हो भन्ने मान्यता थियो र तिनीहरूले छुवाको पानी पनि खाइदैन थियो चल्दैन थियो त्यसले गर्दा तिनीहरू चाहिँ तल्लै जाति नै हुन् दलित नै हुन् तिनीहरूले चाहिँ पढ्नु हुँदैन अहिले हाम्रो यो बाल कक्षा सञ्चालन गर्दाखेरि चाहिँ दलितहरू पनि छन् ब्राह्मण क्षेत्रीहरू पनि छन् त्यसले गर्दा हामीले चाहिँ समावेश गरेर एकै ठाउँमा राखेर तिमीहरूले पनि पढ्नुपर्छ दलित हुँ भनेर तल पढ्नु पर्दैन हामी समान नै तिमीहरू पनि हुन्छौ र हामीले ब्राह्मणलाई छुट्टै शिक्षा र दलितहरूलाई छुट्टै भनेर हामी दिदैनौं र समान रूपले दिन्छौं भनेर हामीले चाहिँ समावेश भएर राखेर पढाएका छौं. It focuses on socialization in terms of involving girls as much as boys, involving Dalits as much as high caste people, and all sitting in the same rooms, on the same benches, learning the same knowledge, rather than being an exclusionary system. खै यसो सम्झिँदा अब सुखानी हुन सक्छ आफूले पढ्न सक्यो भने मलाई चाहिँ मेरो इच्छा चाहिँ मैले एसएलसी पास गरेर शान्ति जाहेर हार मात्र मेरो बिहे गर्ने लक्ष्य अरूको गाउँलेको मुन्जेल मेरो यत्रो यो मेरो गाउँभरिमा मैले यति दुःख गरेर म पढेको मात्र हो मेरो गाउँमा कोही पनि छैन मेरो जातको पढ्ने चाहिँ म मात्रै हो कोही हैन अनि जे भए दुःख गरेर भनि पढेकै छु. माओवादीमा जानु भन्दा चाहिँ यो आफ्नै गाउँमा बसेर चाहिँ आफ्नै स्कुलमा चाहिँ अलि राम्रोसँग पढेर चाहिँ अलि केही बनेको भए चाहिँ पढ्नु पाएको चाहिँ अलि केही बन्थ्यो भन्ने चाहिँ मलाई लाग्छ किनभने पढिसकेपछि अलि ठुलो मान्छे हुन्छ किनभने त्यसकारण चाहिँ अलि मलाई चाहिँ यो शिक्षा क्षेत्र चाहिँ अलि राम्रो लागेको छ. माओवादी फेरि सिधो हतियारसहित लडाइँमा गए पनि म पनि उनीहरूसँग सहभागी हुन्छु.
खासै समुदायलाई चाहिँ हैन पहिले आउने हिसाबमा चाहिँ हैन पहिलेको अब सम्झेर जिस्काउने पनि हिसाब हुन्थ्यो हैन त्यसपछि अब सँग चाहिँ घुलमिल हुँदाखेरि हैन आफ्नो विचारहरू पनि अब प्रस्तुत गर्दाखेरि हैन उहाँहरू अहिले खासै त्यस्तो हुनु भएको छैन हेप्नु भएको छैन अब यस्तै खालका विभिन्न गरिब टुरा टुरी हुन्छन् गाउँमा समाजमा यो नेपालै अहिले त्यो ठाउँमा पुगिसकेको छ धराप अवस्थामा पुगेको नेपाल जस यस्ता खालका म जस्ता धेरै व्यक्तिहरू छन् यिनीहरूको पनि तपाईहरुले जस समाचार मार्फतै अब कसलाई भेट्दा राम्रो हुन्छ भनेर म जस्ताहरुमा विभिन्न घरमा पुग्नुहोस् यस्तो साथै यस्तोमा यसरी हिँड्नुहुन्न अलिक केही कुरा बुझेर हिँड्नुपर्छ भन्नेमा बोल्छ यस्तोमा त्यहाँ हिँडेपछि अनि यस्तो सानो उमेर हुनुहुन्न केही कुरा बुझिन्न आमा बाबाको साथ हिँड्छ बुझेर केही 13-14 वर्षको उमेरमा त केही नै बुझिन्न यो कुरा के हो भन्ने त्यो कुरा नि थाहा हुन्न केही कुरा भनेको पनि बुझिन्न के नपरोस् हामी धेरै जनताको रगत जनताका छोराछोरीको रगत कमभन्दा कम भएको हामी वार्ताद्वारा नै शान्तिपूर्ण ढङ्गले नयाँ नेपाल निर्माण होस् भन्ने चाहन्छौँ तर हामी 10, 20, 30, 40 वर्ष लड्न पनि तयार छौँ तर यता जुटीको अगाडि घुँडा